हाम्रो प्रश्न रहेको छ 2 sin inverse x equal to sin inverse 2x square root 1 minus x square भनेर हामीले प्रुभ गर्नुपर्ने छ। ओके, यसको लागि हामीले लेखौँ सोल्युसन। यो जो sin inverse x है नि, यसलाई सुरुमा हामीले मानौँ a, लेट sin inverse x equal to a भनेर मान्ने। योबाट टेकिङ साइन अन बसे दुईतिर साइन लिउँ है। sin inverse x equal to sin a। अब sin inverse x त क्यान्सल भएर के हुन्छ, x equal to हुन्छ sin a। ओके, अब यसको आरएचएसबाट सुरु गरौँ है। आरएचएसबाट सुरु गरौँ। आरएचएसमा के छ यसको sin inverse 2x square root 1 minus x square equal to के हो त sin inverse 2x, x भने के हो त sin a हो नि, x को ठाउँमा लेखौँ हामी sin a, अनि यो x को ठाउँमा पनि लेखौँ हामी sin a, sin स्क्वायर a भयो। ओके, हामीलाई x भनेको त sin a भन्ने थाहा छ, माथिबाट x इक्वल sin a छ त x को ठाउँमा sin a लेख्ने। यो अब sin इन्भर्स 2 भयो sin a, अनि यो के को फर्मुला हो त, हामीलाई के थाहा छ, हामीलाई थाहा छ cos स्क्वायर a प्लस sin स्क्वायर a भनेको हुन्छ 1, अनि cos स्क्वायर a भनेको हुन्छ 1 माइनस sin स्क्वायर a, अनि cos a भनेको हुन्छ स्क्वायर रुट 1 माइनस sin स्क्वायर a। ओके, यो भने के हो त, यो चाहिँ cos a को फर्मुला हो। यो cos a भयो, अनि sin इन्भर्स 2 sin a cos a भने के हुन्छ sin 2a, sin 2 को फर्मुला होइन त यो। अनि sin र sin इन्भर्स, जस्तै माथि sin र sin इन्भर्स चाहिँ क्यान्सल भएर x बच्छ थियो नि, त्यसै गरी sin इन्भर्स र sin क्यान्सल भएर के बच्छ त, यो भित्रको 2a मात्र बच्यो। अनि लास्टमा a भनेको के हो त 2a भनेको sin इन्भर्स x माथि छ नि, यसरी हामीले यो चाहिँ हाम्रो एलएचएस आयो। ओके, बुझ्नुभयो होला होइन। हामीले सुरुमा sin इन्भर्स x लाई a मान्ने, यो sin इन्भर्स x लाई a मानौँ, दुईतिर साइन लिने, sin इन्भर्स x इक्वल टु sin a, योबाट sin र sin इन्भर्स x क्यान्सल भयो, x इक्वल टु sin a, अनि आरएचएस लिने, x को ठाउँमा लेख्ने sin a, यो x को ठाउँमा sin x छ, x को ठाउँमा sin a लेख्ने, 1 माइनस sin स्क्वायर a भयो, अनि 1 माइनस sin स्क्वायर a भनेको हुन्छ cos स्क्वायर a। ओके, अनि cos a भनेको स्क्वायर रुट 1 माइनस sin स्क्वायर a, 2 sin a cos a भनेको sin 2a, sin इन्भर्स र sin काटियो, 2a मात्र बच्यो, अनि 2 अनि a भनेको sin इन्भर्स x, यसले चाहिँ हामीले आरएचएस हामीले सो गऱ्यौँ, आरएचएसबाट यसले चाहिँ सो गऱ्यौँ। ओके, नेक्स्ट क्वेसन रहेको छ sin arc cos x इक्वल टु cos arc sin x भनेर प्रुभ गर्नु छ। ओके, योमा चाहिँ यो एआरसी भन्नु र एआरसी cos x भन्नु र cos इन्भर्स x भन्नु चाहिँ एकै कुरा हो, हामीले चाहिँ कन्फ्युज नहुनु। ओके, यसको सुरुमा हामीले एलएचएस को टर्म लियौँ, टेकिङ एलएचएस, टेकिङ एलएचएस लिने, के छ त एलएचएसमा sin एआरसी cos x छ। ओके, यो एआरसी भनेको इन्भर्स नै हो है, यसलाई चाहिँ हामी के गरौँ, लेट cos इन्भर्स x इक्वल टु a, टेकिङ cos अन बोथ साइड्स, दुईतिर cos लिने, दुईतिर cos लिँदाखेरि के भयो, cos र cos इन्भर्स क्यान्सल भएर x इक्वल टु भयो cos a। ओके, हाम्रो एलएचएस के छ त, एलएचएस छ हाम्रो sin, अनि भित्र छ cos इन्भर्स x, जुन चाहिँ हाम्रो sin a, अनि sin भयो cos इन्भर्स x लाई हामीले भनेको छौँ a, यो sin, अनि sin a को फर्मुला के हुन्छ त, sin a भनेको हुन्छ 1 माइनस cos स्क्वायर a को स्क्वायर रुट, अनि cos स्क्वायर a भनेको cos a भनेको छ x, यो भयो 1 माइनस x स्क्वायर। अब हामीले टेकिङ आरएचएस गर्नु पर्यो, टेकिङ आरएचएस मा के छ त cos
अनि एआरसी भनेको साइन इन्भर्स एक्स छ। सेम तरिकाले हामीले यहाँ पनि गरौँ है। लेट साइन इन्भर्स एक्स इक्वल टु ए, टेकिङ साइन अन बोथ साइड, दुईतिर साइन लिउँ, दुईतिर साइन लिँदाखेरि यो के भयो, यो क्यान्सल भयो अनि बच्यो एक्स इक्वल टु साइन ए। अब आरएचएस लिने कस साइन इन्भर्स एक्स अनि साइन इन्भर्स एक्स भने के हो हाम्रो ए हो अनि कस ए भने हुन्छ स्क्वायर रुट 1 माइनस साइन स्क्वायर ए अनि साइन ए भने चाहिँ के छ साइन इक्वल टु छ एक्स। यसरी हामीले आरएचएस र एलएचएसबाट चाहिँ एउटै रिजल्ट निकाल्यौँ। त्योबाट चाहिँ यो र यो चाहिँ इक्वल छ भन्ने कुरा चाहिँ प्रुभ भयो। आरएचएस इक्वल टु एलएचएस चाहिँ प्रुभ गऱ्यौँ। अब नेक्स्ट क्वेसन के रहेको छ त 2 10 इन्भर्स 1/3 प्लस 10 इन्भर्स 1/7 इक्वल टु चाहिँ हामीले π/4 भनेर प्रुभ गर्नु छ। यो चाहिँ प्रुभ दैट है। यसको सोलुसन हेरौँ के छ त एलएचएस लिउँ है। एलएचएस लिउँ के छ 2 10 इन्भर्स 1/3 प्लस 10 इन्भर्स 1/7 छ। ओके, अब यो 2 10 इन्भर्स 1/3 लाई हामी के लिन सक्छौँ त 10 इन्भर्स 1/3 प्लस 10 इन्भर्स 1/3 भनेर लिन सकिन्छ होला। 10 इन्भर्स 1/3 प्लस 10 इन्भर्स 1/3 2 10 इन्भर्स 1/3 प्लस कति रहेको छ 10 इन्भर्स 1/7 रहेको छ। अब योमा हामीले चाहिँ यो वाला फर्मुला युज गर्नेछौँ 10 इन्भर्स x प्लस y को 10 इन्भर्स x प्लस 10 इन्भर्स y के हो त फर्मुला 10 इन्भर्स x प्लस y अपन 1 माइनस xy भन्ने फर्मुला छ। ओके, यो फर्मुला चाहिँ हामीले यता युज गर्छौँ। के हो त यसमा इक्वल्स टु 10 इन्भर्स x प्लस 10 इन्भर्स y अपन 1 माइनस x इन्टु y प्लस रहेको छ 10 इन्भर्स 7 1/7 छ। 1/3 प्लस 1/3 कति हुन्छ त 3 एलसीएम आयो अनि 1 प्लस 1 2 होला। यो चाहिँ कति 1 माइनस 1 1 जा 1 3 3 जा 9 10 इन्भर्स 1/7 छ। 10 इन्भर्स 2/3 अनि यो कति 9 1 जा 9 9 माइनस 1 चाहिँ कति हुन्छ 8/9 ओके प्लस 10 इन्भर्स 1/7 2 1 जा 2 2 4 जा 8 3 1 जा 3 3 3 जा 9 यो भयो 10 इन्भर्स यो अब 3 चाहिँ माथि गएर 3/4 हुन्छ। ओके, यो चाहिँ हामी यसरी पनि हेर्न सक्छौँ भने चाहिँ यो थियो हाम्रो 2/3 अपन 8/9 थियो। यो चाहिँ 2/3 अब 8/9 इन्टु गर्ने अनि 9/8 गर्ने 9/8 गरेर यो चाहिँ हामी 2 1 जा 2 2 4 जा 8 3 3 जा 9 गरेर 3/4 यसरी भयो भन्न सक्छौँ। ओके, अब फेरि चाहिँ सेम फर्मुला फेरि युज गर्ने 10 इन्भर्स x प्लस y को 10 इन्भर्स x प्लस y 1 अपन x इन्टु 1 अपन के 10 इन्भर्स x प्लस 10 इन्भर्स x प्लस 10 इन्भर्स y को 10 इन्भर्स x प्लस y 1 माइनस xy भन्ने फर्मुला 10 इन्भर्स जो कति हो त 7 4 जा 28 एलसीएम 7 3 जा 21 4 1 जा 4 अपन मा 7 4 जा 28 28 माइनस 3 अपन 28 28 काट्यो अनि यो हुन्छ 25 अपन 25 यो 21 प्लस 4 25 28 माइनस 7 25 अपन 25 भनेको 1
अनि 10/1 भनेको कति हो त 10 का 1 कति हुन्छ π/4 मा यसरी हामी प्रुभ गर्छौं बुझ्नु होला हैन सुरुमा 2 10/1/3 थियो 10/1/3 + 10/1/3 गर्ने अनि 10/1/7 भयो अब यसमा फर्मुला लाग्यो 10/x + 10/y को 10/x + y upon 1 - xy भन्ने फर्मुला x भनेको यो y भने यो दुटै सेम छ अनि यसलाई सिम्प्लिफाई गर्ने 3 एलसीएम आएर 1 + 1 2 भयो 3 is 9 अनि 1 भन्छ 1 1/9 भयो अनि 9 1 is 9 8/9 2/3 यो हुन्छ 3/4 अनि फेरि सेम फर्मुला फेरि युज गर्ने 10/x + y upon 1 - xy भन्ने फर्मुला युज गरेर यो आउँछ 10/1 10/1 भनेको π/4 हामीले सरी π/4 चाहिँ हामीले प्रुभ गर्नु थियो जुन कुरा हामीले प्रुभ गर्यौं नेक्स्ट क्वेशन रहेको छ इफ 10/x + 10/y + 10/z = π प्रुभ दैट x + y + z = xyz ओके यो चाहिँ पनि सिम्पल क्वेशन रहेको छ हामी सल्भ गरौँ सुरुमा यो 10/x छ नि यसलाई हामी मानौ a let 10/x = a योबाट x = कति हो त 10a ओके सिमिलरली 10/y लाई हामी मानौ b भनेर योबाट y = कति हो त यो भयो 10b अनि 10/z लाई हामी मानौ c भनेर z = कति हो त 10c भयो ओके अब हाम्रो गिवन के छ त गिवन दिया छ नि हाम्रो गिवन दिया छ 10/x + 10/y + 10/z = π 10/x लाई हामीले के मानेका छौं a 10/y लाई हामीले के भनेका छौं b 10/z लाई हामीले के भनेका छौं c = भयो π ओके अब a + b + c = π भएपछि और a + b = कति भयो त a + b = भयो π - c अब टेकिङ 10 on both side गरौँ टेकिङ 10 on both side दुईतिर 10 लिने दुईतिर 10 लिएर हेरौँ है यहाँ पनि 10 लिने 10a + b भयो यतापट्टि अनि 10 यो भयो π - c 10a + b को फर्मुला के हुन्छ 10a + 10b upon 1 - 10a 10b अनि 10 π - c भनेको चाहिँ -10c ओके अब 10a भनेको कति छ 10a भनेको छ x 10b भनेको छ y अनि यो 1 - 10a भनेको xy 10c भनेको छ z अब हामी चाहिँ मजाले प्रुभ गर्न सक्छौं होला अनि यो टर्मले यता मल्टिप्लाई होला हैन 1 * z z xy * z xyz माइनस * माइनस प्लस xyz अनि यो z ले यतापट्टि ल्याउँ यो के हो त x + y + z = xyz यही कुरा हामीले प्रुभ गर्नुपर्ने थियो हामीले प्रुभ गर्यौं दिस इज प्रुभड ओके के छ त गाह्रो छ त केही सुरुमा 10/x छ त्यसलाई हामीले a मान्ने त्योबाट x = भयो 10a अर्को 10/y छ त्यसलाई b मान्ने त्योबाट y = भयो 10b अनि 10/z लाई c मान्ने अनि z = भयो 10c अनि हामीलाई यो गिवन छ 10/x + 10/y + 10/z = छ π ओके यो चाहिँ लिएर 10/x लाई हामीले के भनेको छौं 10/x चाहिँ a हो नि a लेख्ने 10/y को ठाउँमा b लेख्ने 10/z को ठाउँमा c लेख्ने a + b + c = π भयो a + b = भयो π - c ओके टेकिङ 10 on both side दुईतिर 10 लिने 10a + b यतापट्टि भयो 10 π - c 10a + c को फर्मुला 10a + 10b upon 1 - 10b अनि 10 1 * -θ भनेको हुन्छ -10θ किन्तु s क्वाड्रेन्टमा पर्छ नि अनि 10 को भ्यालु नेगेटिभ होला अनि 10a भनेको x 10b भनेको y 1 - 10a 10b 1 - x * y 10c भनेको के छ z छ
अनि यो क्रस मल्टिप्लाई गर्ने 1 इन्टु जेड जेड एक्सवाई इन्टु जेड एक्सवाई जेड भयो अनि जेडलाई यतापट्टि ल्याउने अनि यो भयो एक्स प्लस वाई प्लस जेड इक्वल टु एक्स वाई जेड इजी छैन र ओके यो भिडियोको लास्ट क्वेसन रहेको छ साइन बस एक्स प्लस साइन बस वाई प्लस साइन बस जेड इक्वल टु पाई प्रुभ द्याट एक्स स्क्वायर रुट 1 माइनस साइन एक्स स्क्वायर रुट 1 माइनस एक्स स्क्वायर वाई स्क्वायर रुट 1 माइनस वाई स्क्वायर अनि जेड स्क्वायर रुट 1 माइनस जेड स्क्वायर इक्वल टु 2x जेड भनेर हामीले प्रुभ गर्नु छ ओके यसको लागि हामी सुरुमा अघिको जस्तै गरौँ है लेट साइन इन्भर्स एक्स इक्वल टु ए योबाट एक्स इक्वल टु भयो साइन ए त्यसै गरेर साइन इन्भर्स वाई इक्वल टु भयो बी सपोज गरेको है अनि वाई इक्वल टु भयो साइन बी त्यसै गरेर साइन इन्भर्स जेड इक्वल टु भयो सी जेड इक्वल टु भयो साइन सी अनि हामीलाई गिभन के छ हामीलाई गिभन छ वी आर गिभन साइन इन्भर्स एक्स प्लस साइन इन्भर्स वाई प्लस साइन इन्भर्स जेड इक्वल टु पाई यसमा साइन बस एक्स भनेको के हो साइन बस एक्स भनेको त ए हो साइन बस वाई भनेको त यो त बी हो साइन बस जेडलाई हामीले भनेको छौँ सी अनि ए प्लस बी प्लस सी इक्वल टु भयो पाई अनि ए प्लस बी इक्वल टु कति भयो त पाई माइनस सी अब दुईतिर साइन लिउँ टेकिङ साइन एन्ड कस अन साइन एन्ड कस अन बोथ साइड दुईतिर साइन र कस लिने एकचोटि साइन लिने एकचोटि कस लिने है ल पहिले साइन लिउँ साइन ए प्लस बी भनेको के भयो साइन पाई माइनस सी अनि साइन पाई 180 माइनस थीटा भनेको हुन्छ साइन थीटा साइन सी कस ए प्लस बी अब कस लिने दुईतिर कस पाई माइनस सी भनेको हुन्छ माइनस कस सी ओके हामी 10 क्लासमा गर्थ्यौँ नि एक्ज्याक्टली सेम हो अब एलएचएस लिउँ एलएचएसमा के छ त एक्स 1 माइनस एक्स स्क्वायर वाई 1 माइनस वाई स्क्वायर जेड 1 माइनस जेड स्क्वायर एक्स भनेको के छ एक्स इक्वल टु छ साइन ए ल एक्स वटामा साइन ए लेखौँ अनि 1 माइनस साइन स्क्वायर ए अनि वाई भनेको छ वाई भनेको छ वाई इज साइन बी ल वाईको ठाउँमा साइन बी स्क्वायर रुट 1 माइनस साइन स्क्वायर बी जेड भनेको साइन सी अनि 1 माइनस साइन स्क्वायर सी ल यो साइन ए यो भने के हो त स्क्वायर रुट 1 माइनस साइन स्क्वायर भने के हुन्छ यो भने कस ए हुँदैन र कस ए भयो अनि साइन बी यो भनेको कस बी अनि यो भनेको साइन सी अनि यो भनेको कस सी ओके अब हामी के गरौँ भने यो साइन ए कस ए छ नि साइन ए कस ए छ यसलाई 2 ले मल्टिप्लाई गरेर गऱ्यो भने त के हुन्छ 2 साइन ए कस ए भनेर त साइन 2 को फर्मुला बन्छ नि त्यही भएर के गर्ने हुन्छ न त हामीलाई यसो गर्दा पनि भयो ल त्यही गरौँ ल माथि र तल के गर्ने ल यसलाई सबैले 2 ले मल्टिप्लाई गरौँ 2 ले मल्टिप्लाई गर्ने अनि 2 ले डिभाइड पनि गर्ने मल्टिप्लाई मात्र गर्न त पाइएन ल 2 ले डिभाइड पनि सबैले मल्टिप्लाई पनि गरेछ सबैलाई एकैचोटि डिभाइड पनि गरेछ अब यो 2 साइन ए कस भनेको साइन 2a भयो 2 साइन बी कस भनेको साइन 2b अनि यो भनेको साइन 2c अब यो चाहिँ के हेर्नुहोस् है यो पछि हामीले क्लास 10 मा चाहिँ हामीले प्रुभ गरेको होला साइन 2a प्लस साइन 2b प्लस साइन 2c इक्वल टु हुन्छ 4 साइन a साइन b साइन c भनेर प्रुभ गर्छ हामीले ओके यो 2 2 काटियो अनि 2 साइन a भनेको भयो x साइन b भनेको y अनि साइन c भनेको z यो चाहिँ हामीले के युज गरेको त हामीलाई के थाहा छ हामीलाई थाहा छ
क्लास 10 मा पढेको कुरा के हो त sin 2a sin 2b अनि sin 2c भनेको हामीले प्रुभ गर्छौं यो 4 sin a sin b sin c भनेर हामीले प्रुभ गर्ने गरेका थियौं हो त्यही कुराको चाहिँ हामी यता युज गर्छौं अब सबै चाहिँ हामीले निकालेर यो चाहिँ कसरी यो आन्सर निकालेर देखाउनु पर्ने हामीले क्लास 10 मा पढिसकेको हुन्छौं ओके थ्यांक यू एकचोटि फेरि हेरौं त बुझिन्छ sin इन्भर्स x plus sin इन्भर्स y इक्वल टु पाइ छ अनि यो हामीले प्रुभ गर्नुपर्ने छ sin इन्भर्स x लाई a मान्ने x इक्वल टु sin a भयो y इक्वल टु sin b z इक्वल sin c भयो अनि गिवन कुरा गिवन यो माथिको यो गिवन चाहिँ यता लिने यो a यो b यो c a plus b plus c इक्वल टु पाइ भयो a plus b इक्वल टु पाइ माइनस c टेकिङ sin and cos and बोथ साइड गरौँ दुईतिर sin र cos लिने यहाँ sin a plus b होला यता sin पाइ माइनस c अनि sin y t minus थीटा भनेको sin थीटा cos a plus b cos पाइ माइनस c इक्वल टु माइनस cos c भयो अनि हामीले एलएचएस लियौं अनि x को ठाउँमा sin a y को ठाउँमा sin b z को ठाउँमा sin c लेखेर हामीले यसरी राख्यौं अनि स्क्वायर रुट 1 माइनस sin स्क्वायर a भनेको हुन्छ cos a त्यसैगरी स्क्वायर रुट 1 माइनस sin स्क्वायर b भने होला cos b अनि स्क्वायर रुट 1 माइनस sin स्क्वायर c भनेको होला sin c यसरी हाम्रो sin a cos a प्लस sin b cos b अनि sin c cos c आयो अनि हामीले यसलाई 2 ले मल्टिप्लाई गर्यौं सबैलाई 2 ले मल्टिप्लाई गर्यौं किनकि 2 ले मल्टिप्लाई गर्यो भने यो 2 sin a cos a हुन्छ जुन चाहिँ sin 2a को फर्मुला हो अनि 2 ले मल्टिप्लाई मात्र गर्नु भयो भने डिभाइड पनि गर्यौं अनि यो भयो sin 2a sin 2b प्लस sin 2c अनि यो भने हामीलाई के थाहा छ 4 sin a sin b sin c भनेको थाहा छ हामीलाई क्लास 10 बाट अनि 2 र 2 2 र 4 काटेर 2 बच्यो 2 sin a sin b sin c बच्यो अनि sin a भनेको x sin b भनेको y अनि sin c भनेको z हामीले प्रुभ गर्यौं थ्यांक यू